सम्पूर्णमा नमस्कार। म स्रष्टा कौशिक। आज म तपाईहरुलाई एउटा महत्त्वपूर्ण जनस्वास्थ्यको विषयमा निपा भाइरसको बारेमा जानकारी दिन गइरहेको छु। विशेष गरी नेपालको सन्दर्भमा यसको जोखिम र हामी कसरी सुरक्षित रहन सक्छौं भन्ने बारेमा आज हामी चर्चा गर्नेछौँ। सर्वप्रथम हामी परिचयमा जाउँ। हाम्रो आजको विषय हो निपा भाइरस। नेपालमा यसको प्रभाव र पूर्व तयारीहरू कस्ता चलिरहेका छन्, हामी यो निपा भाइरसबाट कसरी बच्न सक्छौँ र हामीले कस्तो तयारी गर्यो भने चाहिँ हामीले यो रोग फैलिनबाट बचाउन सक्छौँ भनेर अगाडि छलफल गर्नेछौँ। अब हेरौँ त निपा भाइरस के हो त? यो चाहिँ एउटा जेनेटिक भाइरस हो जुन कि जनावरबाट मानिसमा सर्ने गर्छ। र यसको प्रमुख स्रोत के हो त? फ्रुट ब्याट्स, जुन कि चमेरोले गर्दा, जुन फलफुल खाने चमेरो हुन्छ त्यसले गर्दा चाहिँ सर्ने गर्छ। र यसको सबभन्दा धेरै उच्च मृत्यु दर रहेको छ, जुन कि 40% देखि 75% हुनेछ। र यसको यो चाहिँ किन खतरनाक छ भने यसले चाहिँ धेरै जसो चाहिँ मृत्यु गराउने सम्भावना राखेको छ। अब नेपालमा यसको के अवस्था छ त भनेर हेरौँ त। खुसीको खबर के छ भने अहिलेसम्म कुनै पनि निपा भाइरसको संक्रमण हाम्रो नेपालमा देखिएको छैन। तर छिमेकी देश भारतमा पटक पटक देखिएकोले हामी पनि सतर्क हुनुपर्ने अवस्था देखिएको छ। कि हामी पनि नेपाल जुन कि भारतसँग सिमानाका जोडिएको छ, त्यसकारण चाहिँ हामी त्यहाँबाट चाहिँ मान्छेबाट या जनावरबाट जसरी भए पनि संक्रमण हुनबाट बच्नुपर्छ भनेर चाहिँ इडिसिडीले अगाडि नै सतर्कता अपनाउन आग्रह गरेको छ। निपा भाइरस कसरी सर्छ त? अब हेरौँ, हामीलाई त नर्मली थाहा भइ नै सकेको छ कि संक्रमित चमेरोबाट सर्छ होइन। अब डिटेलमा अलि बुझौँ। संक्रमित चमेरो वा संक्रमित सुँगुरसँगको प्रत्यक्ष सम्पर्कबाट चाहिँ यो सर्छ र चमेरोले टोकेको वा जुठो हालेको फलफुलहरू खाँदा पनि सर्छ र संक्रमित भएको व्यक्तिको थुक, सिगान वा पिसाबको सम्पर्कमा आउँदा पनि ह्युमन टु ह्युमन जुन ट्रान्समिसन हुन्छ त्यसरी पनि सर्ने गर्दछ। यो चाहिँ चमेरो भनौँ या मतलब जनावरबाट मान्छेबाट मान्छेमा सर्ने भएको हुँदाखेरि यसको मोड अफ ट्रान्समिसन चाहिँ यस्तै देखिने गरेको छ। निपा भाइरसबाट देखिने लक्षणहरू के कस्तो छन् यसको बारेमा पनि बुझौँ। यसको लक्षणहरू चाहिँ ज्वरो आउने हुनसक्छ, टाउको दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, अत्याधिक थकाइ लाग्ने र मांसपेशी दुख्ने, गम्भीर अवस्थामा बेहोस हुने वा छारे रोग जस्तो लक्षण देखिने, इन्सेफ्लाइटिसको लक्षण देखिने यस्तो हुन सक्छ। सबै कुरा त हामीले अब जानि नै सक्यौँ, तर अब बस्ने उपाय पनि जान्नु पर्यो होइन। बस्ने उपायहरू के छन् भनेपछि भुइँमा खसेका वा चमेराले टोकेका फलफुलहरू नखाने, फलफुल खानु अघि राम्ररी पखाल्ने वा बोक्रा छोडाउने, साबुन पानीले नियमित हात धुने, बिरामीको कुरुवा बस्नु पर्दा पनि मास्क र पन्जाको प्रयोग गर्ने, पशुपन्छीको प्रत्यक्ष सम्पर्कबाट टाढै रहने र संक्रमित बिरामीहरूबाट टाढा बस्ने। यति कुरा सिकिसकेपछि पनि अन्त्यमा हामी चाहिँ सचेत रहौँ र तर नडराउँ। आधिकारिक जानकारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सम्पर्कमा रहनुहोला र यदि बिरामी कोही हुनुहुन्छ भने आफ्नो स्वास्थ्य चौकीमा सम्पर्क गर्नुहोला। धन्यवाद। र यदि भिडियो मन परेको छ भने लाइक, सब्सक्राइब र कमेन्ट एकदम अनिवार्य रूपमा गरिदिनु होला।